नमस्कार यहाँहरूलाई फेरि स्वागत छ घर जग्गा काठमाडौँमा। मेरो नाम प्रेम मत। आज तपाईँले टाढा होइन, हेर्नुहोस् त गङ्गाबु चोकको ठ्याक्कै अलिकति अगाडि बिजी मलको जस्ट पछाडिपट्टि यति राम्रो 4.5 आना जग्गा चिटिक्क मिलेको पूर्व फर्केको सरर यो 22 फुटे ठुलो बाटोमा यो जग्गा तुरुन्तै किनेर भाडामा दिन्छु भन्दा पनि भाडामा जाने एरिया रहेको छ है। तपाईँलाई यो जग्गाको बारेमा सम्पूर्ण जानकारी दिनेछु यो भिडियो। यो हेर्न सक्नुहुन्छ ठुलो 22 फुटे सरर पिच बाटो है। यो बाटो रिङ रोड है त, बिजी मलको ठ्याक्कै सटेको ठुलो बाटो। तपाईँहरू छिरेर आउनुभयो भने यही बाटो नै रहेको छ। रिङ रोडदेखि पनि नजिकै भयो, चिटिक्क मिलेको मोबाइल आकारको जग्गा रहेको छ। हेर्न सक्नुहुन्छ जस्ताको तस्तै यो घरै घरको बिचमा रहेको खाली जग्गा यही नै हो। यो एरियामा अरू तपाईँले खाली जग्गा पनि पाउनुहुन्न है त। अब यो जग्गा पनि एकदमै मिलाएर पाउनुहुन्छ। चारै गुणा हेर्न सक्नुहुन्छ चिटिक्क मोबाइल आकारको जग्गा रहेको छ। यो साइडमा देखिरहनु भएको घर छ नि, सेम यस्तै जग्गा रहेको छ। जग्गा लगभग बराबर नै होला होइन। हेर्न सक्नुहुन्छ चिटिक्क मिलेको जग्गा रहेको छ। चोसे चासे केही पनि छैन। यो जग्गा किनेर तपाईँले जुनसुकै व्यापार बिजनेस गर्छु भन्दा पनि मिल्ने, या जग्गा किन्दा बित्तिकै भाडामा दिन्छु भन्दा पनि भाडामा जाने, या टरो बनाएर भाडामा लाउँछु भन्दा पनि मिल्ने, सटर निकालेर भाडामा दिन्छु भन्दा पनि मिल्ने, राम्रो बिल्डिङ बनाएर आफै केही व्यापार बिजनेस गोदामहरू राख्छु भन्दा पनि मिल्ने, भाडामा दिन्छु भन्दा पनि मिल्ने है। यस्तो सेन्टर लोकेसनमा एकदमै मिलाएर पाउनुहुन्छ तपाईँले यो जग्गा। ढिला नगर्नु, यो भिडियो अन्तिमसम्म हेर्नु। यति राम्रो जग्गाको खोजीमा हुनुहुन्छ तपाईँ होइन, राम्रो जग्गा किनेर व्यापार बिजनेस गर्ने विचारमा हुनुहुन्छ भने, जग्गा धनी पनि विदेशमा बस्ने भएको हुँदा उहाँलाई त्यति मूल्य पनि अलि राम्रो आइडिया छैन होला, एकदमै मिलाएर दिनुहुन्छ होइन। तपाईँले सोचेभन्दा फरक रेटमा पाउनुहुन्छ। इमर्जेन्सी टाइम धेरै बाँकी छैन है। 15 दिनभित्रमा इमर्जेन्सी बिक्री गर्न लाग्नु भएको छ भने अगाडिपट्टि साइडमा जग्गाको लागि भन्दा नम्बर राखेको छु। यो भिडियो अन्तिमसम्म हेर्नु अनि मात्रै कन्ट्याक्ट गर्नुहोस् है त। आहा नि आजको बिक्रीमा रहेको जग्गा यही नै थियो। तपाईँहरूले जस्ताको तस्तै हेरिसक्नु भएको छ। अब यो जग्गाको एक्ज्याक्ट लोकेसन भन्नुपर्दा काठमाडौँको रिङ रोड गङ्गाबु र माछापोखरीको बिचमा बिजी मलको जस्ट पछाडिपट्टि रहेको यति राम्रो 4.5 आनाको टुकुरा पूर्व फेस गरेको 22 फुटे सारा बाटो टच रहेको है। बिजी मलसँग सँगै सटेको यो मेन ठुलो बाटो भन्दा पनि हुन्छ। वरिपरि राम्रो राम्रो गेस्ट हाउस चलेको ठाउँमा है। अब यो जग्गा किनेर तपाईँले भाडामा दिन्छु भन्दा पनि मिल्ने, टरो बनाएर सटर निकालेर भाडामा दिन्छु भन्दा पनि मिल्ने, राम्रो बिल्डिङ बनाएर भाडामा लगाउँछु या केही आफै व्यापार बिजनेस गर्छु भन्दा पनि मिल्ने यति राम्रो जग्गा तपाईँले एकदमै सस्तोमा लिन चाहनुहुन्छ ढिला नगर्नुहोस् है त। जग्गा धनी बाहिर विदेशमा बस्ने भएको हुँदा तपाईँले मिलाएर पाउनुहुन्छ। अब ढिला नगर्नु, साइडमा जग्गाको लागि भन्दा नम्बर राखिसकेको छु, डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझाइलिन सक्नुहुनेछ। र केही नबुझेको कुरा छ भने तल कमेन्टमा लेख्नुहोला भन्दै आजलाई बिदा हुन चाहन्छु। हस्त नमस्ते, धन्यवाद। यहाँहरूको दिन समय राम्रोसँग जाओस्।